यो जीवन जगत प्रकृति पुरुष भनेको यो पुरुष भन्ने बित्तिकै नर र नारी जीवात्मा भनौँ न यो भनेको दर्पण जस्तो रहेछ कि ऐना जस्तो। कसरी भन्नुहुन्छ भने एउटा घरमा छोरा बुहारी आमा बस्ने गर्थे। एक दिन छोरालाई सहर जान मन लागेछ। आमा मलाई सहर जानु छ, केही पैसा दिनुस् न भनेर मागेर लान्छ। केही यसो देख्यो भने किनेर ल्याउँला भनेर। अनि ती छोरा सहरमा गइसकेपछि उनले एउटा गजबको चिज देख्छन्। एउटा सिसामा यसो उभिएपछि उनले पुरै आफ्नो अनुहार देख्छन्। अब उनलाई मेरो अनुहार हो भन्ने थाहा हुँदैन। त्यति बेलाको जमानामा सिसा कहाँ ऐना कसको वहाँ हुने र। मेरी आमा त सानो छँदै गर्दा तेरो बा बितेको भन्नुहुन्थ्यो, तर बा त कहाँ बित्नु भएको रहेछ त, यहाँ सहरमा आएर पो बस्नु भएको रहेछ भनेर उसले त्यो ऐना लगेर जान्छ। घरमा लगेपछि उसले एउटा सुरक्षित ठाउँमा राख्छ। अब त्यति बेला बेड बिस्तरा रुमहरू भने हुन्थेन, एउटा टाढ सुत्ने आफ्नो, र त्यहीँ लगेर राख्छ। र हरेक दिन छोरा खाना खानुभन्दा पहिला पनि त्यहीँ जान्छ, खाइसकेपछि पनि त्यहीँ जान्छ। त्यो दिनकै चर्या बनिसक्यो। र त्यो कुरो उता श्रीमती बुहारीले हेरिराखेकी रहेछन्। होइन, मेरो श्रीमान आजभोलि दिनकै एउटै समयमा एउटै कुरा गरिराख्नु भएको छ, यो के गरिराख्नु भएको छ यस्तो भनेर एक दिन उनी पनि लुकेर हेर्न जान्छन्। गएपछि उनले पनि त्यहाँ देख्छिन्। ओहो, कुरा यस्तो पो रहेछ भनेर त्यहाँबाट आत्तिँदै सासु आमाको आउँछिन्। आमा, हजुरको त छोरा बर्बादै भयो नि, के भयो? के हेर्न जान्छ भनेको त एउटा सुन्दर स्त्री ल्याएर राखेको रहेछ लुकाएर, दिनकै त्यही भएर त्यहीँ जाने रहेछन् भनेर बुहारीले भन्छन्। अनि आमालाई अचम्म लाग्छ। हो र, खै त म पनि जान्छु, होइन होला भन्दै आमा पनि जान्छन्। आमालाई न अचम्म लाग्छ, हत्तेरी साँच्चै रहेछ बुहारी, छोरो त पागलै भएछ। ल्याउनु त्यो मोराले अलिकति जवान राम्रो ल्याएको होला भनेको त सेतै कपाल फुलेको बुढीलाई पो ल्याएर राखेछ त भनेर आमाले भन्छन्। भनेको अर्थ त्यो एउटा सिसालाई छोराले बाको रूपमा देख्यो, श्रीमतीले एउटा जवान स्त्रीको रूपमा देख्यो, आमाले सेतै फुलेको वृद्धको रूपमा देख्यो। भनेपछि यो जीवन जगत जन्म मृत्यु यो प्रकृति पुरुष भनेको ठ्याक्कै त्यो ऐना रहेछ। मेरो आफ्नो अनुभव के। अब यहाँहरूलाई कस्तो लाग्छ होइन? यो सुख दुःख यो जसरी हामीले देख्छौँ